आजभोलि चाहिँ हाम्रो विश्व लिम्बू दाइको बारेमा खुब टिप्पणीहरू विरोधहरू भइरहेछ। त्यो के कारण भन्दाखेरि एउटा सानो जेन्युन क्वेसनहरू हैन सोध्नुपर्ने क्वेसनहरू चाहिँ उहाँले सोध्नु भएको रहेछ रासोपाको बारेमा। अनि रासोपाका अन्धभक्तहरूले चाहिँ त्यसलाई नै विरोध बनाइदिएछन्। हाम्रो लिम्बू दाजुले नराम्रो त्यस्तो केही क्वेसन सोधेको पनि छैन, विरोध गरेको पनि छैन। भिडियो राम्रोसित हेरेर चाहिँ आफूले बुझ्ने क्षमता अनुसार बुझ्ने हो त्यो हैन। अब त्यो बुझ्नेहरूले कसरी बुझ्यो त्यो थाहा छैन। अनि अर्को कुरा भनेको हाम्रो विश्व लिम्बू दाइले त्यसमा नराम्रो केही विरोध पनि गरेको छैन। म माटो पछि हो, तिम्रो रासोपा पछि हो भनेर उहाँले विरोध गर्न खोज्नु भएको छैन। उहाँले भनेको बस एउटा के भन्नु भएको छ, होइन तपाईँहरू ट्रेनिङ गर्दाखेरि तपाईँको सांसदहरूलाई चाहिँ यो 5 तारे होटलमै अहिले सुरुमै 5 तारे होटलमा छानेर चाहिँ किन ट्रेनिङ गराउनु पर्यो? यो कुराले तपाईँहरूको यस्तो यस्तो प्रोग्रामहरूले गर्दाखेरि जनतामा नराम्रो असर पर्न जान्छ, परिरहेछ। अनि यो एसीमा बसेर तपाईँहरू एक्सर्साइज गर्नुभन्दा एउटा राम्रो हल ठुलोमा बसेर एक्सर्साइज गर्दा हुन्थ्यो। यस्तो एक्सर्साइज गर्दाखेरि जनताले हेर्ने नजर फिल्मी पारामा जान्छ, गइरहेछ, भाइरल भइरहेछ। हामीले पनि विरोध गरिरहेछौँ। अनि अर्को कुरा भनेको भर्खर मात्रै विरोधमा परेको होटलमा सेमिनार गरेर इमेज कस्तो देखिन्छ? अवश्य आवाज उठाउँछ। किन आवाज र क्वेसन गर्न नपाउने हो? पत्रकार भनेको दुई पक्षलाई बराबर क्वेसन गर्न पाउने अधिकार छ हैन। पत्रकार भनेर किन भन्यो त हैन? यो त राजतन्त्र राणा शासन त होइन, यो त गणतन्त्र लोकतन्त्र भनेर किन ल्याइयो त? आम जनताले पनि क्वेसन गर्न पाओस्, चित्त नबुझेको कुराहरू आवाज उठाउन पाओस् भनेर चाहिँ गणतन्त्र लोकतन्त्रको स्थापना गरेको। नत्र भए त त्यस्तै आवाज उठाउन नपाउने राजतन्त्र ठिक छ त हैन। अनि अर्को कुरा, यो क्वेसन किन गर्न पाउँदैन? पाउँछ। यदि एउटा छिमेकीको घरमा अर्को छिमेकीको बच्चा आएर हगिसकेपछि ल किन हगेको है भनेर क्वेसन गर्न पाइन्छ कि पाइँदैन? यसरी हग्न दिनु भएन, अर्को जोडदेखि बच्चालाई चाहिँ टोयलेट पठाउने काम गर्नुहोस्, सिकाउनुहोस् भनेर भन्न मिल्यो मिलेन? अब यति क्वेसन गर्दाखेरि पनि अन्धभक्तहरूलाई त नहुने। यो माटो प्रेमीको लागि पनि होइन, रासोपा प्रेमीको लागि पनि होइन। यो भनेको जो अहिले स्टन्ट गरेर चाहिँ व्यायाम गरिरहेछ, यसैमा बसेर दिनको 40-45 हजार पर पर्सन, तिनीहरूको लागि। अनि अर्को कुरा प्रायले के भन्छ, बिजनेसम्यानको छोराछोरी हो, पर्सनल पैसा तिरेर। ए बाबा थाहा छ मलाई, बिजनेसम्यान ठुल्ठुलो खानदानीको छोराछोरी छ, तिरेर खान सक्छ पनि, तर 2-3 दिनसम्म त लगातार तिरेर खान सक्दैन। बिजनेस गर्नेहरूको मुटुमा दाँत हुन्छ, उनीहरूकोमा न माया हुन्छ न दया हुन्छ। त्यो खर्चको त के 5 रुपियाँ पैसा पनि छोड्दैन है बिजनेस गर्ने मान्छेको। धेरै धाग नलगाउँ। अनि राज्यमा गएको छैन, किन राज्यको पैसाको कुरा गर्यो रे? अहिले पो राज्यमा गएको छैन, पछि राज्यमा त्यो डाटा राखेर पछि राज्यमा गएपछि त्यो राज्यको करबाट जाने होला नि त हैन। अनि यति कुरा चाहिँ तपाईँहरूको आवाज उठाउँदाखेरि त धेरै टाउको देखाएको छ। अनि विश्व लिम्बूज्यूले एउटा लिम्बूको छोराले भएर आवाज उठाएको भएर चाहिँ माटो प्रेमी हर्के बातको हलदार भनेर चाहिँ कतिले भनेको सुनेको छ। त्यस्तो होइन, रासोपाको होइन विरोध गर्ने कति धेरै छ कि उनीहरूको चाहिँ किन टिकट टिप्पणी भएन, उनीहरूलाई किन विरोध गरेन, किन विश्व लिम्बूलाई मात्र विरोध गरियो भन्ने कुरा हो क्या मेन पोइन्ट चाहिँ हाम्रो हैन। किन अब क्वेसन सोध्नै नहुने हो हैन? अब क्वेसन सोध्नै नहुने हो भने ठिक छ, राजतन्त्र ल्याऊँ, राणा शासन राखिदिउँ, भइहाल्यो। यो गणतन्त्र लोकतन्त्र भन्नुको अर्थ किन हो, के हो भन्दाखेरि यदि जनतालाई चित्तै बुझेन, जनता विपरीत हैन नराम्रो काम गर्न थाल्यो भने त्यो जनताहरू फेस टु फेस गएर प्रधानमन्त्रीसँग वार्तालाप गर्न सक्ने अवस्था बनाएको हो क्या। त्यही भएर गणतन्त्र ल्याएको। चित्त नबुझेको कुरा त सबैले सोध्न पाइन्छ के। त्यही भएर चाहिँ यो जेन्युन क्वेसन सोध्यो भन्दैमा जङ्गिनु पर्ने, विरोध गर्नुपर्ने, नराम्रो भन्नुपर्ने, त यो यसको जात उसको जात, जातीय भाषामा नजाऊँ न, जातीय कुरामा नजाऊँ न। हामी सबै जात भए पनि एउटै नेपाली हो। के अब छेत्री, बाहुन, लिम्बू, राई, मगरको रगतहरू चाहिँ छुट्छुट्टै आउने हो र काट्दाखेरि? कि मतवालीहरू हैन मङ्गोलहरूको सेतो रगत आउने, अब छेत्री बाहुनहरू अरूहरूको जातको चाहिँ रातो रगत आउने होइन नि? अवश्य होइन नि त, सबैको रातै रगत आउँछ के। तर सोच किन यस्तो जातीयमा जाँदैछौ? जातीय भेदभावमा नलगौँ भनेर हामी भन्दैछौँ, उल्टै जातीय भेदभाव कसले लग्दैछ? तपाईँहरू हैन। अब यस्तो जातीय भेदभावले कहिले नेपाल विकास हुन्छ भनेको?
अब एउटा सानो सानो क्वेसन अब यो गर्न आँटेको छ त्यो गर्न आँटेको छ है यस्तो गर्नु हुँदैन भन्दाखेरि यति धेरै विरोध किन हामी नेपाली होइन हामीले क्वेसन गर्न पाउँदैन अब बोल्यो भने धेरै नबोला प्यार प्यार भन्छ ओह भक्त त बन्नु लिमिटमा भक्त बन्नु अन्धभक्त चाहिँ नबन्नु क्या हामीले पनि रासोपालाई मन पराउँछौँ तपाईँहरूले पनि माटोलाई मन पराउनुहुन्छ थाहा छ हामीले सम्मान सबलाई बराबर गर्छौँ विकास अब सबै मिलेर गर्नुपर्छ अब रासोपालाई जितायो भन्दामा रासोपाले मात्र विकास गर्ने भन्ने छैन नि अब त रासोपा र माटो भनेको एकै ठाउँमा मिलेर विकासको लागि अगाडि बढ्ने कुरा हो क्या अब हामी समर्थकहरू मात्रै एकअर्कामा झगडा गरेर मुख छाडेर अनुशासनहीन भएर किन बस्ने क्या मलाई चाहिँ यति कुरा चित्त नबुझेर चाहिँ आज चाहिँ मजाले भन्न आएको हो होइन गाइस के कस्तो लाग्छ कमेन्ट चाहिँ गरौँ ल